अब हामीलाई चाहिँ कति मोस्टर चाहिन्छ त्यो अनुसार हामी चाहिँ अपरेट गर्न सक्छौँ एपबाट। अनि के छ जस्तै अहिलेको सुविधा भन्छ अहिले चाहिँ के छ भने ठ्याक्कै यहाँ चाहिँ मोस्टर छ होइन, अनि मोस्टर घट्दै गयो भने पानी आउँछ, मोस्टर भयो भने जान्छ। अनि हामीलाई कतिको जस्तै आलुको बोटहरू हुन्छ होइन, अरू सागसब्जीहरू हुन्छ, अनि कतिको मोस्टर चाहियो भने त्यो हामी चाहिँ एपबाट अपरेट गर्न सक्छौँ। जस्तै अहिले चाहिँ होइन अनि अहिले 100 छ होइन, यो निकाल्दै गयौँ भने घट्दै जान्छ। अनि त्यहाँदेखि अब सेट गर्नु पायो क्या, जस्तै आलुको बोटलाई 75 राख्यौँ भने ठ्याक्क 75मा यसले अफ गरिदिन्छ। अनि अब चाहिँ तपाईँ हेर्ने यो चाहिँ के हुन्छ मान्छे जस्तै यो धरानमा छ मान्छेहरू चाहिँ यो गरिदिएको छ। अनि यहाँबाट चाहिँ अब गएर पानी हाल्नु भएन भने चाहिँ हामी मोबाइलबाट नै यसलाई अपरेट लिएर पानी हाल्न सक्छौँ। अनि पानी ठ्याक्क लो भयो भने चाहिँ यसले चाहिँ के गर्छ म्यासेज पनि हामीलाई हाम्रो श्रम संस्कृति पार्कमा यो गर्नुपर्ने रहेछ। पानी छ भनेर यदि धेरै भयो भने यहाँ म्यासेज आउँछ। पछि यो आफू जहाँ बसे पनि एप्सबाट पानी लगाउन सक्यो। अनि तपाईँले यो प्रस्ताव हाम्रो मेयर साहबसँग लग्नु भएन? खोला जङ्गलमा मेयर साहब पानी लाउँदै हिँड्नु भएको छ, एप्स आएको छ भन्नु भएन? कुन एप्स हो यो भनिदिनु त? यसलाई चाहिँ बिलिङ स्मार्ट इरिगेसन हो होइन। तपाईँ एकचोटि एप्स देखाइदिनुहोस् त। होइन यो चाहिँ अब यो हो होइन, यो बिलिङ आइओटी भन्ने हो। यसमा चाहिँ हामीले त्यो गर्न सक्छौँ। अहिले यसलाई चाहिँ कस्टमाइज गरेर मजाको बनाउनु छ। अहिले ल तपाईँको एकदम राम्रो मेयर साहबलाई भेट्नु न, नगर प्रमुख खड्गराज राईलाई भेट्नुहोस् है। उहाँले चाहिँ अब ठुलो जनशक्ति प्रयोग गरेर खोलामा यसरी पानीहरू हाल्नको लागि चाहिँ यसरी यस्तो गर्न सकिन्छ मेयर साहब भनेर गरेर यो एप्स लिएर गएर भेट्नुहोस् न है। एकदम राम्रो। ल हामीलाई धरानमा चाहिने गर्नुभएको रहेछ नानी।